त्यसको मैले बिहा दर्ता नागरिकता भेटाएँ। मसँग भन्दा पनि पहिले बिहा गरिसकेको रहेछ, पहिलेको बुढासँग बिहा गरेर बिहा दर्ता नागरिकता बनाइदिएर रहेछ, बुढो कता बाहिर गएको रहेछ। अनि त्यसको म चाहिँ कन्ने केटी भनेर मलाई चाहिँ भनेको थियो। दर्शकबिन पछिल्लो समयमा मुसिडनको कन्ट्रोभर्सी निकै भाइरल बनिरहेको छ। मुसिडनको तीनवटा बिहे भएको रहेछ भनेर यतिखेर सामाजिक सञ्जालमा निकै रोइलो मचिरहेको छ। र दर्शकबिन आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ मुसिडनका एक्स हस्बेन्ड दिपेन्द्र पौडेलले के भने त मुसिडनको बारेमा हो। दर्शकबिन आजको यस भिडियोमा रहेर हामी तपाईहरुको माझमा वास्तविकता खुलाउने प्रयास गर्नेछौँ। आउनुहोस् दर्शकबिन आजको भिडियो सुरु गरौँ। दर्शकबिन तपाईहरुले अहिलेसम्म भिडियोलाई लाइक गर्नु भएको छैन भने भिडियोलाई एक लाइक गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। दर्शकबिन पछिल्लो समयमा सामाजिक सञ्जालमा मुसिडनको चर्चा निकै भइरहेको छ, किनभने दर्शकबिन मुसिडनको पहिले पनि बिहे भएको रहेछ र पछि चाहिँ मुसिडनलाई चाहिँ दिपेन्द्र पौडेलले फसाएकी रहेछन् भनेर यतिखेर दिपेन्द्र पौडेलले मुख खोलेका छन्। दिपेन्द्र पौडेल भन्छन् मुसिडनसँग मैले मङ्सिर 11 गते बिहे गरे, पछि उनको वास्तविकता खुल्दै गयो। मैले उनीसँग विवाह दर्ता अर्थात् मैले नागरिकता खोज्दै गर्दा उनको नागरिकताको साथसाथमा उनको त पहिले पनि बिहे भएको रहेछ भनेर मैले चाहिँ उनको विवाह दर्ता भेटाएँ। बिहे दर्ता भेटाइसकेपछि मैले बुझ्दै गर्दा उनको श्रीमान त विदेशमा रहेछ, बाहिर रहेछ। बाहिर भएको अवस्थामा उनले मसँग म कन्या केटी हुँ भनेर मलाई फसाएर बिहे गरिन्। त्यसपछि हामी दुईटा अलग भएका हौँ भनेर उनले मुख खोलेका छन्। त्यसैगरी मुसिडनका अहिले वर्तमान अवस्थाका श्रीमानले पनि यसै विषयमा मुख खोलेका छन्। मुसिडन भन्छन् सामाजिक सञ्जालमा ममाथि जुन प्रकारको आवाज उठिरहेको छ, जुन ममाथिको प्रश्न उठिरहेका छन्, त्यसले गर्दा म त्यो सहन नसकेर म 4-5 दिनदेखि भोकै छु, म खाना खान सकिरहेको छैन भनेर म तनावमा छु भनेर उनले टिकटकमा बोलिरहनु भएको छ। र दर्शकबिन अब हामी सुनौँ दिपेन्द्र पौडेलले के भनेका छन्। हाम्रो पर्सनल फेसबुकबाट लग परेको सामाजिक सञ्जालबाट कसैले भिडाएको भन्ने होइन, त्यो चाहिँ गलत हो। तपाईहरुको सो इच्छाले दुईटाले मन परेर खुसीले गरेको बिहे हो। अनि कति बिहे भयो, कहिलेसम्म सँगै बस्नु भयो, तपाईहरु त 14-15 दिन मात्र बस्नुभयो भन्ने कुरा छ, सबै भन्दिन न। होइन त्यो चाहिँ गलत कुरा हो। मङ्सिर 1 गते मैले उसलाई हामी बिहा गरेर चैत 11 गते पहिलो लकडाउन सुरु भएको है। त्यति बेला मसँग आउँदाखेरि बसन्ती चाहिँ 18.5 वर्षको थियो। अनि मेरो मसँग बस्दाखेरि हामी सँगै बस्यो, हजुरको 13 देखि 14 महिना बस्यो। त्यो बसेको ठिकै थियो। अनि त्यसको अवधिमा मैले चाहिँ के खोज्छु भन्ने कार्यक्रम के खोज्छु भन्दाखेरि चाहिँ त्यसको मैले बिहा दर्ता नागरिकता भेटाएँ। मसँग भन्दा पनि पहिले बिहा गरिसकेको रहेछ, पहिलेको बुढासँग बिहा गरेर बिहा दर्ता नागरिकता बनाइदिएर रहेछ, बुढो कता बाहिर गएको रहेछ। अनि त्यसको म चाहिँ कन्ने केटी भनेर मलाई चाहिँ भनेको थियो। अनि मेरो बाबु छ, छोरो छ, मेरो डिभोर्स भएको, म यति वर्षको भनेर चाहिँ भनेको थिएँ। अनि उमेरमा चाहिँ त्यो र म चाहिँ 9 वर्षको फरक थियो है। अनि सामाजिक सञ्जालमा के आहा 37 वर्ष र 14 वर्ष भनेर आएको छ, त्यो चाहिँ गलत हो। अनि उसको नागरिकता सो गर्न भन्नुहोस् त, नागरिकतामा त्यसको कति छ एज, उमेर सबै थाहा हुन्छ। उसको अझै पनि बिहा दर्ता नागरिकता बसन्ती रेग्मी भुसालमा छ, अझै उसको पहिलो हस्बेन्डसँग डिभोर्स भएको छैन। अहिले दोस्रो तेस्रो बिहा त्यसको हो। मेरो चाहिँ फर्स्ट मेरो बाबुको मम्मी हो, सबैलाई थाहा छ। सेकेन्ड पसन्द थियो, त्यसपछि मैले कोसँग बिहा गरेको पनि छैन, सामाजिक सञ्जालमा फोटो पनि छैन। अथवा भन्नेले कुरा काट्नेले कोही साथीसँग घुम्यो बोल्यो भन्नेमा त्यो सबै भिडाउँदै जाने भने त्यो सबैको धेरै हुन्छ, त्यो चाहिँ गलत कुरा हो। बसाइ चाहिँ 14 महिना हो, त्यो क्रममा चाहिँ बच्चा रह्यो, 2 महिनाको चाहिँ खेर गएको हो। अनि नभएको कुरो गर्नुहुन्न सामाजिक सञ्जालमा होइन। अनि अब हजुरको पुलिस प्रशासन के भोग्नुपर्छ, के झेल्न पर्छ, त्यो चाहिँ गर्न एकदम तयार छु म। अब म चुप्प लाएर बसेको थिएँ, मैले कसैलाई केही भनेको थिएन। उसले आफ्नो गरोस् प्रगति गरोस्, खुसी छ भनेर बसेको थिएँ। अनि उसले चाहिँ मलाई चाहिँ 3-3 बिहा गरेको, अनि घरमा छोरो छ भनेको, घरमा छोरो छ भनेको, तर डिभोर्स भएको भनेको। अरू चाहिँ मैले दायाँ बायाँ त्यस्तो त्यसलाई गरेको थिएन। मैले